म चाहिँ किन जान नपाउने हो मैले पनि रेस्क्यु गरेको हो मान्छे हो त्यो म किन जान नपाउने भनेर मैले भने त्यतिखेर हामी नेपाली केटाहरू चाहिँ के भन्छ गेटमा यस्तो सुन्नु न मेरो कुरा सुन्नु न सुदन गुरुङ लिडर हो कि होइन त भनेर भनेको छ क्वेसन भनेको म होइन भन्छु किनभने तपाईँ 28 वर्षभन्दा माथिको सँगै सँगै मिलेर काम गरौँ ओके म त त्यसकै लागि रेडी हो त्यो एक्लै एक्लै गरेर यसो गरेर तिमी कति जाने त्यो दिन पनि त मैले तपाईँलाई भनेको थिएँ त दाइ तपाईँहरूले मलाई किन एड गर्नु भएन यसरी मैले भनेको थिएन दाइ मलाई चिन्नुभयो भनेर हामीलाई थाहा छ र यस्तो हुन्छ भनेर तिमी जस्तो त हुने हामी यहाँ चाहिँ कस्तो भइरहेछ भने हामी बिचमा झगडा परिरहेछ क्या सबै मलाई यता भड्काउने उसले मलाई यता भड्काउने त्यो भइरहेछ क्या यहाँनिर हाम्रो काम चाहिँ के गर्नु आँटेछौँ हामी सबैजना समेटेर लगाउँ भनेको अब तिमी एक्लै एक्लै त्यो त स्योर छु म पनि तिमी एक्लै एक्लै कुरा कति कति समय भ्याउँछ बहिनी बहिनी अनि तिमी नभएर फेरि हामी कमजोर छौँ क्या अनि मान्छेले त्यसको फाइदा उठाएर तिमीलाई प्यातर बोल्नु लाउँछ मलाई प्यातर बोल्नु लाउँछ भाइलाई प्यातर अनि तिमीहरू जेन्जीहरू मिल्दैन भनेर भन्छ हस्पिटलमा हाम्रो केटाहरू छ हस्पिटलमा त सबै हाम्रो केटाहरू छ तिमीले लिएर आएको छौ नि बहिनी त्यो बिचमा बाइकमा राखेको थियौ नि बाइकमा राखेको थिएन आउनु भएको छ प्रधानमन्त्रीज्यूसँग भेट्छु भनेर रोइराख्नु भएको छ भने त्यति बेला पनि मैले मिडियामा पनि के भन्यो भने राम्ररी बोल्नुभयो तर दुईजना मान्छेले राम्ररी बोलेर एजेन्डा चाहिँ के तपाईँको खास मेन मुद्दा चाहिँ के हो मेरो मेन मुद्दा केबाट अगाडि बढाउने हो अनि उहाँहरू बढाउनलाई हामीले जे गर्नु छ गरिरहेको छौँ सँगै मिलेर गरौँ न के अनि मैले के चाहिँ भनिरहेको छ र त्यही त गरौँ हाम्रो पनि मैले गर्ने भनिरहेको छु मैले के सक्छु त यो सबै हो टिममा जोइन गर न तिमीहरू किन खासमा एक्लै एक्लै उफ्रिरहेको छ सबैजना क्या सबैजना एकजुट भएर काम गरौँ न मिल्दैन अनि म के हो भनिरहेको छु नम्बर टिप्नुहोस् कनेक्ट मी टुमरो हामी सँगै बसेर काम गरौँ न तिम्रो अर्को को छ भिक्टिमहरू जोसँग हामीसँग कन्ट्याक्ट नहोला नि त फेरि हाम्रो भिक्टिमहरू तिमीसँग कन्ट्याक्ट नहोला अनि त्यो त हो एक्ज्याक्टली होइन त्यही भएर सबैजना टिम मिलाएर सबैजना एकजुट भएर काम गर्नुपर्छ क्या काम त त्यही मैले तपाईँलाई एउटा कम्प्लेन पो सुनाएको त्यस्तो यस्तो गर्यो त है तपाईँहरूको टिमले भनेर मैले त सोध्नुभयो गरे होइन नि बहिनी तिमीलाई अनि मैले कहीँ पनि भनेको छैन मलाई सबैजनाको जिम गरेन सबैजनाको जिम्मा नम्बर 98 61 820 67 भिक्टिमको फ्यामिलीको टिममा होइन बहिनीलाई पनि कोअर्डिनेसन राख्नु अनि उनीले कनेक्ट गर्नु सँगै सँगै मिलेर काम गरौँ ओके म त त्यसकै लागि रेडी हो त्यो एक्लै एक्लै गरेर यसो गरेर तिमी कति जाने त्यो दिन पनि त मैले तपाईँलाई भनेको थिएँ त दाइ तपाईँहरूले मलाई किन एड गर्नु भएन यसरी मैले भनेको थिएन दाइ मलाई चिन्नुभयो भनेर हामीलाई थाहा छ र यस्तो हुन्छ भनेर